चाहिँ आज यहाँ मेरो कम्पनी अकोमोडेसन आज तपाईँहरूलाई यहाँ पुरै भिजिट गराउनलाई यसो बाहिर बिदाको दिन डुल्दैछु। कम्पनी भिजिट त अब यहाँ यहीँबाट साइडबाट पनि देखिहाल्छ कम्पनी। अकोमोडेसन चाहिँ हाम्रो अलि पछाडि यहाँबाट पछाडि छ। यही हो हुन चाहिँ यही हो हाम्रो अकोमोडेसनको बस्ने ठाउँ जे भन्यो भने। यो चाहिँ हाम्रो कम्पनीको कम्पाउन्ड भइहाल्यो। तपाईँलाई म अहिले अगाडिबाट लगेर देखाउँछु। भित्र चाहिँ छिर्न पाइँदैन, बिदाको दिन छिर्न दिँदैन। 5 दिन काम हुन्छ 5 दिन काम हुन्छ। तर काम पनि अब सहिले ठिकै छ, गाह्रो त्यति गाह्रो चाहिँ होइन। कम्पाउन्ड चाहिँ तपाईँकै ठुलै छ हाम्रो यहाँ। देओस् हामी यहाँ पोल्यान्डको, म चाहिँ पोल्यान्डको यो लिस्को भन्ने ठाउँमा छु। लिस्को ठाउँ यो जे होस् पोल्यान्डको एउटा गाउँ जस्तो बस्ती भएको ठाउँ। यही कम्पनीले गर्दा यहाँ बस्ती बढेको। यहाँ त्यसरी कम्पनी ठुलो छ। यो मेन यहाँ काम गर्ने चाहिँ तपाईँको लगभग 2000 नमाथि होला नि। नेपाली, कोलम्बियन, यहीँको पुलिस म्यान पावर यही हो। अहिले चाहिँ धेरै चाहिँ नेपाली नै खोजिरहेको, किनभने अब नेपालीहरूको विश्वास गर्दो रहेछ नि यिनीहरूले। नेपालीहरूको विश्वास गरेर राम्रो काम गर्ने रहेछ। यो अब नेपालमा भन्दा चाहिँ विदेश आएपछि चाहिँ नेपालीहरू राम्रो काम गर्दो रहेछन् भन्ने यहाँ आएर थाहा पाइयो। त्यही हो। अहिले यहाँको सिजन चाहिँ तपाईँको चेरी अनि स्याउ अनि आलु पखडा त्यस्तै आरू नेपालमा पाइने जस्तो सबै फलफुलहरू चाहिँ पाइने रहेछ। अनि यहाँ मकै सिजन, गहुँ त्यही हो। र तपाईँलाई अब अगाडि कम्पनी यत्रो हिँडिसक्यो। कम्पनीको अझै फेस आएको छैन। यहाँ अगाडिबाट देखिन्छ, यहाँ अगाडि हो। तपाईँलाई त्यहाँ अगाडि लगेर यसो कम्पनीको फेस गेट इन्ट्रीसँग लगेर देखाउन सकिन्छ। यहाँबाट अब कति बेर लाग्छ हेरौँ। यहाँ चाहिँ हाम्रो यताबाट अब कम्पनीकोबाट यो कम्पनी साइड हो। यहाँबाट हामी अकोमोडेसनतिर लाग्छौँ। यहाँ यस्तो यहाँ त घर भन्दा नि गार्डन चाहिँ राम्रो हुन्छ फेरि यहाँ युरोपतिर। यहाँबाट हाम्रो अकोमोडेसनतिर जाने। यो टाढा आउँदा खिचेको थिएँ मैले, अहिले यताबाट यो कम्पनी नै भइहाल्यो। यहाँको घरहरू चाहिँ यस्तो हुन्छ। यहाँ यो चाहिँ पुरै कम्पनीकै लागि भनेर बनाएको बाटो रहेछ यो खास। तपाईँको कन्टेनर आउँछ पुरै। हाम्रो अकोमोडेसन पनि फेरि कन्टेनर हाउसै हो फेरि। कम्पनी त ठुलो छ नि तपाईँको यहाँ। अहिले पुरै पोल्यान्डको तपाईँको नेपालमा भिसा नदिएको भएर हो, नत्र यो कम्पनीमा तपाईँको हामीलाई टिआरसी लगाइ पनि बनाइदिन्छ। हाम्रो यो कम्पनीको एजेन्सीले पनि हेर्नुहोस् बिरुवाहरू यसरी लाउँछन्। यहाँ चेरी हेर्नुहोस् ल, यहाँ चेरी छ टिपेर खान पाइन्छ है फेरि। सानो चेरी छ। यो चाहिँ लोकल त्यसै खाइदिनु।
मिठो मिठो बिरुवा चाहिँ छेउछेउमा रोप्यो हुन्न चेरी चाहिँ ठिकै कम्पनी त्यस्तो घर हुन्छ यसरी नम्बरहरू हुन्छ नम्बरमा तपाईँको दर्ता गरे हुन्छ तपाईँले कुनै पनि सामान अर्डर गर्नुभयो भने यही नम्बरको आधारमा ठाउँको नम्बरको आधारमा घरमै आइपुग्छ डेलिभरी हुन्छ यो हाम्रो बस्ने ठाउँ चाहिँ कम्पनीले प्रोभाइड गरेकै हो यो तर एजेन्सीले चाहिँ फेरि दबाएर लिन्छ फेरि कन्टेनरमा बसेको पनि पैसा चाहिँ एजेन्सीले लिन्छ एजेन्सीलाई दिन्छ कम्पनीले जिम्मा अनि एजेन्सीले चाहिँ हाम्रो लिइदिन्छ भाडासाडा अलिकति मिस्टेक गरे हाम्रो दाजु यहाँ आउँदा हुन्छ हल्का यहाँ हाम्रो नयाँ युट्युब च्यानल छ नयाँ युट्युब च्यानललाई यसो सब्सक्राइब गर्नुपर्छ दाइ यो अगाडि निलो लाउनु चाहिँ हाम्रो सुपरभाइजर हो फेरि यिनीहरूलाई चाहिँ फेरि खेद्न भन्दा यिनीहरू कराउँछन् तपाईँ अहिले एकछिन राख्छु म भित्र गइसकेछु हाम्रो यो कम्पिटिसन आइगयो अगयो यस्तो हुन्छ बाहिरबाट हामी यहाँबाट हाम्रो सब निगरानी भइरहेको हुन्छ सिसी क्यामेराहरू ट्याक राखेको हुन्छ किचनमा त्यत्तिकै यहाँ बाहिर त्यत्तिकै यो कम्पाउन्ड भइहाल्यो 48वटा कन्टेनर छ आज हाम्रो बिदा मनाएर बसिरहनु भएको हाम्रो दाजु यो चाहिँ हाम्रो रुम यो नम्बर वाइज हुन्छ मेरो रुम नम्बर चाहिँ 29 यस्तो हुन्छ रुम पनि देखाइन्छ तपाईँलाई कोहीमा चाहिँ स्टेप वाइज वाला हुन्छ यो चाहिँ मेरो रुम बल्खेन प्लान छ हाम्रो बल्खेनले त ढिलै हुन्छ होला दाइ बल्खेन चाहिँ ढिलै हुन्छ होला गर्मी छ नि त यो चाहिँ हाम्रो कम्पनी जाने बाटो ल हेर्न सक्नुहुन्छ पुरै मकै घारीहरू छ अहिले मकै बारी पुरै आउँछ नि गीत मकै बारी दराम दराम जस्तो यहाँ पुरै मकै बारी हो यहाँ तपाईँको अहिले यतिको छ यता चाहिँ हाम्रो कम्पनी जाने केटा यहाँबाट 3-4 मिनट छ हाम्रो एकोमोडेसनबाट यो चाहिँ कम्पनीको पार्किङ ठाउँ चाहिँ तपाईँको राम्रो छ मकै बढेपछि मच्छर लाग्ने समय भएछ मच्छर चाहिँ फेरि ठुलै आउँछ ठुल्ठुलै यो हाम्रो कम्पनी मकै चाहिँ भित्र लान दिँदैन लान चाहिँ दिन्छ तपाईँको क्यान्टिन भित्र चलाउनु पाइँदैन हाम्रो कम्पनी त तपाईँको यो धेरै ठुलो छ यहाँ कम्पनी चाहिँ के को भन्नु होला फेरि यहाँ मासुको काम कटिङ हुन्छ तपाईँको यहाँ आइटमको बर्गरको लागि किमाहरू अब बोनलेस त्यही हो सबै कटिङ गरेर प्याकिङ गरेर तपाईँको जहाँ अर्डर छ त्यही पुऱ्याउँछ युरोपमा लगभग सबैतिर पुऱ्याउँछ यही हो हाम्रो
हाम्रो अकोमोडेसनतिर नि देखाउन लान्छु।